सञ्चालक भोला सरलाई यस 2082 साल चैत्र 16 गते आयोजना भइरहेको यो एलसीको कक्षा 10 को फेरि भेटौँला कार्यक्रममा उपस्थित हुने सम्पूर्ण साथीहरू, यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, यस विद्यालयका प्रधानाध्यापकज्यू, सहप्रधानाध्यापकज्यू, सम्पूर्ण शिक्षकहरू लगायत सम्पूर्ण साथीहरूमा म एकमुष्ट कक्षा 10 को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट प्रशान्त घिमिरेको तर्फबाट स्वीकार्नुहोस् सादर नमस्कार। आज चाहिँ यो 2082 सालको एसईको ब्याचको फेरि भेटौँला कार्यक्रम सञ्चालन हुँदै गर्दा म चाहिँ यहाँ मेरो मनमा लागेका केही भनाइहरू राख्न यहाँ उपस्थित भएको छु। आजभन्दा लगभग 5 वर्ष अगाडि म यो स्कुलमा भर्ना भएको थिएँ र मैले कक्षा 6 बाट कक्षा 10 सम्म लगभग 5 वर्ष यो विद्यालयमा अध्ययनरत रहेँ। यस विद्यालयको सम्बन्धमा भन्दै गर्नुपर्दा यस विद्यालयमा भइरहेको यो अध्यापन, यो शिक्षा अवस्था पहिलाको भन्दा अहिले अत्यन्तै सुधारोन्मुख भइरहेको पनि पाएँ र हामी पछिसम्म यो विद्यालयलाई सम्झँदै गर्दा र पछि यो विद्यालयमा उपस्थित हुँदै गर्दा यो शिक्षा सम्बन्धी गतिविधिहरू अझ थप सुदृढ हुने, अझ विकसित हुने समेत आशा गरेको छु र यहाँ अध्यापन गराउनु हुने सम्पूर्ण शिक्षकहरू अत्यन्त मिलनसार हुनुहुन्छ, अत्यन्त दक्ष अनुभवीहरू हुनुहुन्छ। त्यसैले यस विद्यालयमा बिताएका पलहरू जिन्दगीभर स्मरण योग्य रहनेछन् भन्ने विचार रहेको छ। अहिले चाहिँ यो एसई 2082 को यो 2082 को ब्याचको विदाई कार्यक्रममा हुँदै गर्दा मलाई लागेको प्रमुख विचारहरू भनेको चाहिँ हामी चाहिँ अहिले एउटा पुलको एकतर्फ रहेका छौँ। एकतर्फ चाहिँ यो बालपनको यो कक्षा 1 देखि 10 सम्म पढ्दै गर्दाको बालपनको सम्झनाहरू रहेका छन् भने अर्को पुलको अर्कोतर्फ चाहिँ भविष्यका सपनाहरू रहेका छन्। यो भविष्यका सपनाहरू साकार पार्नको लागि हामी सदैव तत्पर रहनेछौँ र यस वर्षको एसई परीक्षामा हामी सबैले आफूले सोचेको नतिजा ल्याउन सफल हुनेछौँ भन्ने हामीलाई लाग्छ। हुन त यस विद्यालयमा अध्यापन गराउनु हुने सम्पूर्ण शिक्षकहरूले अध्यापन गराउनु भएको कुराहरू अत्यन्त स्मरण योग्य रहेका छन् र यहाँ बिताएका पलहरू समेत अत्यन्त स्मरण योग्य रहेका छन्।